बालेन्साले चढेको यो ल्यान्ड रोभर डिफेन्डर गाडी म अहिले हेर्दैछु, यसलाई बुलेट प्रुफ हो भनिएको छ। यो हो त? अनि अर्को मेन कुरा, यो गाडी चाहिँ कसको होला त? फर्स्ट एन्ड फरमोस्ट थिङ, यो गाडी चाहिँ बुलेट प्रुफ होइन। यो नयाँ जेनेरेसनको ल्यान्ड रोभर डिफेन्डर L663 हो जस्तो लाग्छ मलाई। ल्यान्ड रोभर डिफेन्डर 110, 110, 110 जेसुकै भन्नुहोस्, यो हो जस्तो लाग्छ। र फ्याक्ट्रीबाट बनाउँदाखेरि JLRले कहिले पनि आर्मर्ड भेहिकल बुलेट प्रुफवाला गाडी चाहिँ आफूले बनाउँदैन। त्यो चाहिँ आफ्टर मार्केट मात्र बनाउने कुरा हो। र यसरी बनाउँदाखेरि गाडीको वेट 300 देखि 800 केजीसम्म थपिन सक्छ। र म अहिले रिसर्च गर्दा गर्दा रिसेन्ट आएको अपडेट अनुसार चाहिँ यो गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड कम्पनीको नाममा चाहिँ रजिस्टर भएको रहेछ हैन। डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट म्यानेजमेन्टकै डेटा हो। यो कम्पनीका वान अफ द इन्भेस्टरले यशोदा फुड्स प्राइभेट लिमिटेडलाई पनि ओन गर्ने रहेछन्। करेन्टको प्रोडक्ट्स जसले बनाउँछ त्यो कम्पनी। र तिनै व्यक्तिले बालेनको सेक्युरिटीको लागि चाहिँ यो गाडी प्रोभाइड गरेको हो हाम्रो कम्पनीले भनेर भनिसकेका छन्। बालेनको आफ्नो गाडी चाहिँ होइन। अनि यो गाडीको कुरा गर्नु पर्दाखेरि यसको अन्डर बडी प्रोटेक्सन एकदमै स्ट्रङ छ। JLRले यो गाडीलाई D7X एल्युमिनियम मोनोकक भन्ने आर्किटेक्चरमा बनाएको हो यसको बडी र च्यासीलाई। र यो गाडी पहिला आउने ट्रेडिसनल च्यासी भएको गाडी भन्दा चाहिँ 3 गुणा बढी बलियो छ। यसको रिजिडिटी एकदमै हाई छ। यदि बुझ्नुस् कि यो एकदमै बलियो छ। यो कहिले पनि नहोस् तर केही गरी गाडी क्र्यास हुन पुग्छ भने त्यति बेला क्र्यासबाट हुने एनर्जी अब्जर्प्सन चाहिँ एकदमै बेटर भएको पाइन्छ यसमा। यदि बुझ्नु कि भित्र बस्ने मान्छेलाई चाहिँ बडी सेफ हुन्छ, वा भनौँ क्र्यासबाट असर चाहिँ त्यति धेरै पुग्दैन। अब बालेन मान्छे भेट्न जाँदैन, बाहिर निस्किँदैन भन्नुहुन्छ, खुलेआम यसरी टिकटक लाइभमै मार्न सक्ने प्लान बनाउन सक्छन् आम जनताले भने। झन् यसरी पावर सिफ्ट हुन खोज्दाखेरि ठुलो पोस्टमा बसेका व्यक्तिहरूले उनलाई सिद्ध्याउनको लागि के गर्न सक्छन् होला त? यो टिकटक लाइभको क्लिप भाइरल हुनुभन्दा अगाडि बालेन शाह यसरी नै आएका थिए, तर अब यस्तो गर्न मिल्दैन। त्यही कारण अवेलेबल भएमध्येको वान अफ द सेफेस्ट एन्ड रगेड गाडीमा बालेन शाह अहिले चढिरहेका छन्।